मलाई चाहिँ मिठो माया छ हैन। हामी चाहिँ अहिले मसिनाको पुलमा छौँ। सबैजना साथीहरूलाई चाहिँ हैन हाम्रो यो मिठो भिडियोको लागि मेरो भाइहरू प्यारो प्यारो भाइहरू मेरो एकदम राम्रो र्यापर भाइ दाङको एकदम बब्बाल दाङ घोराई लमई मतलब दाङ जिल्लाको चहल पहल दिने मेरो दाङ जिल्लाको चहल पहल दिने मेरो प्यारो भाइलाई चाहिँ आज चाहिँ फर्स्ट टाइम भेट्दैछौँ हामी दुई भाइ। विदेशमा हुँदासम्म यो मुजी पनि यही छ अनि त्यसपछि यो भाइ पनि यही छ हैन। सबैजना यही छौँ। सबैजना मतलब र्यापर भाइहरू चाहिँ हामी सबैजनाको भेटघाट भइरहेछ। अनि मेरो साथमा बेस्ट कहाँको हो यो मुजी कहाँको यही छ यो पनि यो र म यही छौँ होइन। यो र म भइसकेपछि अब सक्यो यो मुजी भिडियो हेरेर को मुजीहरूलाई चाहिँ रिस उठ्छ होइन। तिम्रो झाडहरूले कमेन्ट लेख्नु त्यसपछि हामी सबैजना सँगै छौँ। ल गाडमा जम्छ भनेपछि म्याचको रिस उठ्ने मान्छे आएर अगाडि बोलाऊ होइन के हो त्यहाँ मैले पछाडि कुरा गरेर केही हुनु यो भिडियोले नै मुजी 10-15 लाख चाहिँ कमाउँछ। हान अरू हान्दा मुजी जेपिटी हान्नु तिमीले हान न लामा तिमी के हेरेछौ सुपुर आफ्नै हो बस हैन सबै हामी अब चाहिँ हाम्रो एउटा भिडियो सुट हुँदैछ मेरो प्यारो भाइसँग। सबैजना चाहिँ हाम्रो प्यारो भाइहरू के ल दामी एउटा हाम्रो रोबोट भाइले पनि हान्छ यो मुजी प्यारो भने रोबोट हो यहाँ तैँले अब चाहिँ यसले के भन्न चाहन्छ मैसिना मार के भन्छ मलाई म मसिनामा माछु म चाहिँ दाइहरू छन् म ढुक्क छु कोही माछ सिक्ने गाडमा त पनि पछाडि कुरा नकाटो अगाडि आइज माछ सिक्ने लड्ने माछ सिङ्गल दामी यसले भनेको कुरा चाहिँ सही मैसिनामा चाहिँ पलेर हिँड्यो भने चाहिँ अब केही कुराको अब यो मुजी भिडियो मैसिना कोहीले हेर्छ भने माछ सिक्ने झाडहरू कोहीले केही गर्नेवाला हामी हो चोराउने भनेको कसैले केही भन्नु छ नि लाडो यही भिडियोदेखि भन्नु मैले फेरि रियल हाल्छु नि मुजीहरू तेरो दाइले फेरि चाहिँ झाड मुजी त्यो काटकुट हामी हो के फेस टु फेस तिमी के भन्न चाहन्छौ मसिनामा आएर मलाई रमाइलो लाग्छ बस हो न तिमीलाई चाहिँ लाख बबाल ल्याइरहेछ र हामी चाहिँ आफ्नै अर्ग्यानिक ठाउँमा आछौँ। करेसा बारीको 1 किलो त्यो कुखुरा कुरा काट्ने काम नगर गाडमा दम्छन् भनेपछि अगाडि आऊ म्याच सिक्ने बस मेरो प्यारो भाइको एउटा ब्याटल ल भिडियो ल सबैजना यता हेर्दै बितेको साल ओली गोजी बोरी क्यासलाई पिटिरा चिनमा सुन्नु थाले पने जमाना केसा यतै आऊ बोले उनीहरुले मलाई चिन्दा बितेको साल थियो निकै चिन्ता ओली गोजी बोरी क्यासलाई पिटिरा चिनमा सुन्नु थाले पने जमाना केसा समोसा पाउ उनीहरुले मलाई चिन्दा I wanna be a superstar कोले क्लब कोले बार यस्तो चलिरहेछ यार चाहिँ छिन प्यार मलाई चाहिँ यो तिम्रो क्लास मेरो हौसला बिटे सिटिल्यामा कार बार माथि बार मैले बारम्बार मेरो लाइफ पुरै ब्राइट तेरो लाइफ पुरै डार्क तेरो लाइफसँग मैले खेल्छु खतरनाक त नानीको किरा म समुद्रको साग र आइजन हेर्छु कति छ दम तैँले खाने लोकल च्याङ मैले खाए भने रम भन्नुला भन तेरो दाइहरूलाई भन तेरो दाइ पनि भाग हुन्छ ठाउँ तेरो इलाका तेरो गल्ली तेरो सर वाल छ्याल हुनसक्छ रगत अर्जुनको निशानामा हुनसक्छ मरम मेरो 2 लाइन काट तेरो गेम हुन्छ साथी समोसा पाउ उनीहरूले मलाई चिन्दा बितेको साथी निकै चिन्ता ओली बुझी बोरी क्यासलाई चिलमा सुनाउन थाले भने जमाना किस्सा समोसा पाउ या लङै बजार हुन्छ चियासँग सुट्टा माइजूको भट्टीमा झोलसँग भुट्टा लाइफ ड्यामेज होला भाइ मसँग जुत्ता फ्लो यति खतरनाक उठाइदिन्छु मुर्दा यो पन्तला ल्याइदिन्छु सब मेहनत मात्र पुग्दैन हुनुपर्छ ल चारोले गर्छ फेरि पर्सि कच फक मुझे सब मेरो अघि झुक्ने घर इज्जतमा भएको ठाउँमा बस्दिनँ म चाहे भने सक्ने गडाहरू भर्दिनँ त कि त छोडेर खान्छु कि त मरेर जान्छु तर झुकेर कहिले अघि बढ्दिनँ म पर्छ भरि सुट्टामा जोडेर नाइकी मेरो खुट्टामा शान्त मन तेरो खुन खाँदा आज फोटोमा चल्छ तेरो फुलमाला बितेको साल थियो निकै चिन्ता अहिले गोजी बोरी प्यासलाई बितिरहेछ चिलमा सुन्नु थाले भने जमानाको किस्सा
समोसा पाउ यिनीहरूले मलाई चिन्दा बितेको साथी निकै चिन्ता अहिले बोझी बोरी क्यासलाई बितिरहेको चिलमा सुनाउनु थाले भने जमानाको किस्सा समोसा पाउ यिनीहरूले मलाई चिन्दा बितेको साथी निकै चिन्ता अहिले बोझी बोरी क्यासलाई बितिरहेको चिलमा सुनाउनु थाले भने जमानाको किस्सा समोसा पाउ यिनीहरूले मलाई चिन्दा बितेको साथी निकै चिन्ता अहिले बोझी बोरी क्यासलाई बितिरहेको चिलमा सुनाउनु थाले भने जमानाको किस्सा समोसा पाउ यिनीहरूले मलाई चिन्दा